माइता घर ल्याएको नि सरा टिप्पै छ है, सरा टिप्पै छ। र यो टनल देखाउनको लागि मैले लेक्सेपको भिडियो पनि स्किप गरिदिएँ। फेरि हामी आइपुगेको छौँ पेलिङ बजारमा। पेलिङको बजार आइपुग्यौँ। यहाँबाट चाहिँ फेरि हामी लिनेछौँ लेफ्ट। उँभो गयो भने स्काई वक, यता गयो भने सोरेङ, यताबाट आएको अघि। र अहिले चाहिँ यता चाहिँ गेजिङ भएर लेक्सेप हुँदै रेसी भएर त्यहाँबाट माथि मङ्गलबारेबाट सिधा घर। यहाँबाट गेजिङ 9 किलोमिटर, रापदेन्ची 3 किलोमिटर, जोरेथाङ 51। र धुप्पीगारी एकदम राम्रो छ, तल हेर्नु सक्नुहुनेछ तपाईँहरू। बर्ड सेन्चुरी यो हो, दामी छ नि, दामी छ, बवाल छ, कमाल छ, टुरिस्ट प्लेस हो। तर 4 बजे हो, 4 बजे त बन्द हुन्छ। रोड चाहिँ 1 नम्बर रोड हो क्या। यहाँ र मान्छे कति आएको छ अझै किन 100 रुपियाँ खर्च गर्नु। अहिले हामी गेजिङ आइपुगेको छौँ। गेजिङ स्ट्यान्ड अलिकति मुन्तिर एउटा उँभो जाने फटाक छ, त्यहाँ भेट्छ। त्यो कुन फटाक हो त्यो एक्ज्याक्टली थाहा भएन। र पेट्रोल पनि भर्नुपर्छ होला, किनकि पेट्रोल पनि स्टिक मात्रै छ। पेट्रोल चाहिँ हामीले हिजोको दिनमा हालेको थियौँ। कहाँ भने दार्जिलिङ पसेपछि, नेपालबाट दार्जिलिङ घुस्दाखेरि हालेको पेट्रोलले चाहिँ यहाँसम्म साथ दिँदैछ। र हिजो चाहिँ हामी नेपालबाट मात्रै आएको, हिजो मात्रै। अनि अब यहाँबाट उँधो जाँदाखेरि चाहिँ तल लेक्सेप जानु, उँभै आउनु रहेछ। अन्त इन्डिकेटर पनि दिँदैन जानु। मैले पनि कहाँ दिएको रहेछ इन्डिकेटर, होइन? इन्डिकेटर त दिनुपर्ने थियो, कस्तो लागेन त नि त। हात छोटो छ कि औँला छोटो छ, इन्डिकेटर भेट्दैन। हिजो क्या हात छोटो हुने, खुट्टा छोटो हुनेको लागि चाहिँ बाइकहरू चाहिँ साह्रो बिजो भयो। यहाँनिर अहिले पेट्रोल हालेर बाटो लाग्यो। पेट्रोल अब फुल देखाउँदैछ पेट्रोल इन्डिकेटरमा। अनि अब रानीको घरमा एकछिन पुर्याउनु पर्छ होला हौ। यो रानीलाई पनि एकछिन यसको घरमा दर्शन गराउनु होला हौ। यहाँ छ नि यसको घर, माइता घर यसको। ब्रेक त लाग्दैन नि त। यहाँ एकछिन हेराउनु पर्यो नि अब यसको घरमा। चेनमा तेल हाल्नु पर्यो। त्यही त अस्ति पनि आउँदा थिएन, उत्रिउँ त। यो चेनमा ओइल हाल्नु थियो। चेन लुब्रिकेन्ट गर्छ। चेन लुब्रिकेन्ट कसरी लिन्छ? 500। गरिदिनुहोस् कि। अनि ब्रेक यसको एकछिन हेरिदिनुहोस् न। ब्रेक त निकै तल लास्टमै मात्रै लाग्ने भइसकेको छ कि। माइता घर ल्याएको नि कर्नाटकबाट माइता घर सिक्किम आएर के भन्नु, माइता घर भन्नु कि सपिङ मल भन्नु यसको। सो प्यारीलाई उसको माइतामा लगेर टक्कसँगले चेन लुब्रिकेन्ट गर्यो, पछाडिको ब्रेक फेर्यो, नम्बर प्लेट छेड्यो, गर्दा 2000ले बाटो देखायो। माइता जानु साह्रो रहेछ, खर्च रहेछ माइता जानु। कोसिली बोक्नु पर्यो। यहाँ चाहिँ सराडामा खुलेको रहेछ। अनि अब टिप्नु लागेको सब्जी खानको लागि। यहाँ त आगो पनि नलाग्यो, फलेको रहेछ। तर कस्तो हुन्छ कलिलो चाहिँ सब्जी खाने? यो त छिप्पैको होला। त्यो पनि आई थिङ्क दिस वान। म त कलिलो दिस वान इज कलिलो। यस्तो चाहिँ खाने हो।
कलिलो त भेट्दैन होला मलाई। यो पनि खाने नै हो, यो पनि कलिलो हो। के हुन्छ होला ल यस्तो हो। म त चिन्नु जानेन नि त। यस्तै हुन्छ। बेसी फुल नखेलेको होइन, बेसी फुल नखेलेको टिप्नु होइन। सरा टिपाइ छ है, सरा टिपाइ छ। सिक्किमको सरा कस्तो हुँदो रहेछ खाइहेरौँ। मणिपुरको चाहिँ जोड खाएको हो, यहाँ त चाहिँ मिठो हुँदै हुँदैन रहेछ। हेर्दै गरौँ होला यो कसरी बनाउँछ। यो पनि म तपाईँहरू माझमा हाल्ने छु, तर घरबाट खेदाउने कि के टिपेर लेख भनेर। टक्कसँगले सराको फुल पनि टिप्यो। अब भिडियो रेकर्ड गर्नु सिर्फ 2 मिनटको स्टोरेज मात्रै छ र बाँकीको चाहिँ अब घर पुगेकोसम्म चाहिँ यो भिडियो रेकर्ड हुनु सक्दैन। त्यही भएर काट्दै बनाउनु पर्ला, किनकि माथि अलिक बेसी नै भिडियो रेकर्ड गरिएछ र त्यो रेसीको टर्नलको चाहिँ अलिकति म भिडियो तपाईँहरू माझमा प्रस्तुत गरिदिन्छु। तपाईँहरू कतिपयले त देख्नु पनि भएको छ होला रेसी टर्नल। हामी अहिले रेसीको टर्नलमा आइपुगेको छौँ र यो टर्नल देखाउनको लागि मैले लेक्सेपको भिडियो पनि स्किप गरेको थिएँ। अनि त्यहाँबाट यो चाहिँ सोरङ मुनि कुदिँदैछ अहिले। अब यहाँबाट बेसी टाढो त छैन। यो उयो हो रेसीको अलिकति अगाडि हो। रेसी टर्नलै भन्छु म चाहिँ। अब अरूले के भन्छ त्यो थाहा भएन, लेकिन म चाहिँ रेसी टर्नलै भन्छु। रेसीको टर्नल यो चाहिँ अझै लामो भएको भए अलिक मजा आउँथ्यो। अब सकिहाल्यो, यति नै हो। यहाँ सुन्ने यहाँ टक्क निक्ल्यो हो। यहाँबाट एउटा टर्नल जान्छ, तर त्यो कहाँ जान्छ त्यो चाहिँ अहिलेसम्म कसैलाई थाहा छैन। त्यो बनाउनेलाई मात्रै थाहा छ। यहाँको कोही पनि जाँदैन, क्लोज छ। मेरो विचारमा कोइला निकालेको छ यो हो। अब यहाँबाट त्यहाँ अलिक परतिर गएर रेसी आउँछ, रेसीबाट चाहिँ उँभो जाने हो। अहिले चाहिँ हामीले एउटा रोटी पोलिसकेको छौँ। अघि जाँदाखेरि यताबाट गएको, रिन्चेबुङ चाहिँ यताबाट गएको कि हामी यताबाट आएको, अनि अहिले आउँदाखेरि चाहिँ यताबाट गएको। कुरा बुझ्यो? अनि हामीले एउटा रोटी चाहिँ पोलेको होइन। मङ्गलबारसम्म बस्नु अनि यहाँसम्म टक्क एउटा रोटी पोल्यो। यहाँबाट चाहिँ उँभो अलिक रोड चाहिँ रफ छ। मङ्गलबार होइन, घर पुगे चाहिँ अब रोड रफै हो। त्यही छैन, ठिकै छ। घरसम्म गाडी पुगिहाल्छ, त्यसमै सन्तुष्ट लागेछ। सरकारलाई धन्यवाद दिन चाहन्छु। भूतपूर्व सरकारलाई या त अहिलेको सरकारलाई, जसलाई भए पनि अब धन्यवाद टक्राउन चाहन्छु। किनकि अब घरसम्म गाडी टक्क पुगेको छ, त्यहाँबाट सुविधाहरू के चाहियो। अनि फाइनली अब रेकर्डिङ्स पनि यहीँ बन्नुहुन्छ होला, अलि पर्तिर कहीँ बोल्दै। सो मङ्गलबार त अघि मैले देखाइदिइहालेँ। अनि घरहरू त अब मैले पुरानो ब्लगमा पनि हालेको छु, त्यहाँबाट गएर तपाईँहरू हेर्न सक्नुहुनेछ।